यो चाहिँ टुनीको फ्रेम यहाँ देख्न सक्नुहुन्छ है। र धेरै मजाले यिनीहरूले चाहिँ यसमा चाहिँ चाखा लाउने गर्छ। यहाँबाट हेर्नुहोस् है, यहाँबाट लाउँदैछ चाखा, यहाँ देख्न सक्नुहुन्छ। नयाँ चाखा लाउँदैछ है। अब यसलाई फ्रेम थप्दै जानुपर्छ, किन भन्दा चाहिँ यो चाहिँ मैले गोला विभाजन गरेर है राखिएको मौरी हो। यो गोला विभाजन गरेर एकदमै अहिले राम्रो भएको छ। र हामीले चाहिँ यसरी अब घाम लाग्ने जग्गामा चाहिँ यसरी राखेको हुनु पर्यो मौरी। र अब चाहिँ म तपाईँहरूलाई देखाउँछु है। म चाहिँ यहाँ कुन बिना इक्विपमेन्ट्सले मौरी हेरिरहेछु। यहाँ कुनै मेरो उयो छैन, यहाँ तपाईँहरूलाई यो देखाइरहेको छु है। र यति बेला अब प्रमुख मौरीको प्रमुख कुरो भनेको नि यति बेला यहाँ खुट्टामा पलिन बोकेर जाँदैछ है। यहाँ तपाईँले देख्न सक्नुहुन्छ। र यति बेला चाहिँ अब गोला विभाजन गर्नु सकिन्छ है। तपाईँहरूलाई गोला विभाजन गर्ने समय ठिक्कै भइरहेछ। यहाँ अब कतिवटा यो अस्ति गोला विभाजन गरेर चाहिँ नयाँ रानी प्राप्त गरिएको हो। र अब यसलाई चाहिँ 6वटा फ्रेम छ, 3-3वटामा चाहिँ गोला विभाजन गऱ्यौँ भने चाहिँ एकदमै राम्रो हुन जान्छ। किनभने कि नयाँ चाखा है, नयाँ पुरानो, नयाँ पुरानो, यी 3-3वटा 6वटा छ है। यही यहाँ पलिन बोकेपछि सोच्नुपर्छ यहाँभित्र बच्चा पुरा छ मौरीको है। यो कुरो याद गर्नुपर्छ। यहाँबाट मैला निकाल्दैछ, यहाँ मैला पनि परिरहेछ मौरीलाई है। अब म यो टकटकाउँछु, यहाँ देख्न सक्नुहुन्छ मैला। यहाँ एक दुईवटा मौरी पनि मरेछ, सायद बुढो मौरी हो यो। यहाँनिर अब मुनिको प्लेट सफा गरेपछि चाहिँ अब यसलाई चाहिँ यो पालि फेरि गोला विभाजन नै गर्नेछु। किनकि यो चाहिँ सानो बाक्सा भएको कारणले चाहिँ गोला विभाजन गर्नु चाहिँ एकदमै सुविधाजनक हुन्छ है। अब हामीले चाहिँ पुरा याद गर्नुपर्ने चाहिँ हुन्छ यो मुनि है, मुनिलो पिरामा चाहिँ मैला थुप्रो झारेको हुन्छ र त्यसलाई हामी सफा गर्नुपर्छ। र यो चाहिँ एकदमै अहिले 6वटा फ्रेम फुलफिल भइसकेको छ। र यसलाई चाहिँ अब गोला विभाजन गऱ्यौँ भने फेरि हामीले नयाँ है मौरीको एउटा घार पाउन सक्छौँ है, नयाँ गोला पाउन सक्छौँ। र यसरी हामी मौरी है अब बढाउन सकिन्छ। हेर्नुहोस् है। र यहाँ पलिन बोकेर जाँदैछ, यति राम्रोसँगले काम गरिरहेछ। र हामीले मौरी राख्दा चाहिँ यसरी घमाइलोमा राख्नुपर्छ है। घमाइलोमा चाहिँ खुब मजाले मौरी रमाएर है कामहरू गरिरहेको हुन्छ। यहाँ कति राम्रो देखिरहेछ, पलिन बोकेर पस्दैछ, यति राम्रोसँगले अहिले काम गरिरहेछ मौरीले है। पुरानो चाखाहरू हामीले निकालिदिनुपर्छ। र नेक्स्ट अर्को टुडको पनि फेरि देखाउने छु। पलिन पुरा बोकिरहेछ। र यसलाई चाहिँ अब घार विभाजन गरेको फेरि भिडियो लिएर आउनेछु। र आज चाहिँ यसले कति सक्सेस गर्यो भन्ने कुरो चाहिँ आज तपाईँहरूलाई यो सानो इन्फर्मेसन दिँदैछु। र यो निकै अब सक्सेस भएको हो। र यसलाई चाहिँ म छोपछाप गरेर फेरि राख्ने छु।